नेपालको इतिहासमा यस्ता धेरै घटनाहरू छन् जसले हामीलाई सोच्न बाध्य बनाउँछ कि यो देश साँच्चै विकास चाहन्छ वा भ्रष्टाचारको दलदलमा फस्नमै यसलाई आनन्द आउँछ। आज हामी यस्तै काण्डहरूको कुरा गर्दैछौँ जसले हाम्रो देशलाई वर्षौँदेखि खोक्रो बनाइरहेका छन्। नमस्कार साथीहरू, आज हामी नेपालको इतिहासको एउटा यस्तो पाटो खोतल्दैछौँ जहाँ सत्ता र शक्तिको दुरुपयोग गरेर कसरी देशलाई लुटियो भन्ने कुरा छर्लङ्ग छ। घोटाला भनेको के हो? सामान्य भाषामा भन्नुपर्दा यो ठगी वा धोकाधडीबाट गरिने कुनै पनि गैर कानुनी कार्य हो जसमा सामान्यतया आर्थिक लाभको लागि मानिसहरूलाई झुक्क्याइन्छ वा बेइमानी गरिन्छ। यो एक प्रकारको जालसाजी हो जसले विश्वासको दुरुपयोग गर्छ। तर नेपालमा यो शब्दले अझ गहिरो अर्थ राख्छ, जहाँ घोटाला भनेको केवल पैसाको लेनदेन मात्र होइन, यो त देशको भविष्यमाथि खेलवाड हो, जनताको विश्वासमाथि घात हो। आज हामी विक्रम सम्वत 1825 देखि आजसम्मका यस्ता हाई प्रोफाइल राजनीतिक घोटालाहरूको चर्चा गर्नेछौँ जसले नेपालको विकासको गतिलाई कसरी रोके र कसरी केही मुठ्ठीभर मानिसहरूले आफ्नो स्वार्थका लागि देशलाई बन्धक बनाए। के तपाईँलाई लाग्छ यी सबै काण्डको पछाडि एउटै कारण छ र के यो कहिल्यै रोकिन्छ होला? अब कुरा गरौँ नेपालको इतिहासमा भएका ती काण्डहरूको जसले हाम्रो देशलाई सधैँ पछाडि धकेलिरहे। विक्रम सम्वत 1825 देखि सुरु गर्दा जब पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे त्यो बेलादेखि नै सत्ता र शक्तिको दुरुपयोगका घटनाहरू देखिन थालेका थिए। राणा शासनकालमा यो त झन् मौलायो। राणा प्रधानमन्त्रीहरूले राज्य कोषलाई आफ्नो निजी ढुकुटी सम्झेर मनलाग्दी खर्च गरे। दरबार बनाउन, विलासी जीवनशैली अपनाउन र आफ्ना नातेदारलाई पोस्नका लागि जनताको रगत पसिनाको कमाइलाई पानी झैँ बगाए। उदाहरणका लागि जङ्गबहादुर राणाले बेलायत भ्रमण गर्दा गरेको खर्च वा उनका भाइ भारदारहरूले जग्गा जमिन हडपेका घटनाहरू, यी सबै राणाकालीन भ्रष्टाचारका ज्वलन्त उदाहरणहरू हुन्। उनीहरूले व्यापार र उद्योगमा एकाधिकार जमाए जसले गर्दा सामान्य जनताले कहिल्यै माथि उठ्ने मौका पाएनन्। सरकारी पदहरू र उपाधिहरू पनि पैसामा बिक्री हुन्थे जसले गर्दा अयोग्य मानिसहरूले देश चलाएर भ्रष्टाचारलाई थप बढावा दिए। झारा र बैठबैगारीको नाममा जनताको श्रम शोषण गरियो। उनीहरूको पसिनाबाट राणा शासकहरूले महल ठड्याए। प्रजातन्त्र आएपछि केही सुधार होला भन्ने आशा थियो, तर दुर्भाग्यवश भ्रष्टाचारको स्वरूप मात्र बदलियो। यसको जरा झन गहिरियो। पञ्चायत कालमा पनि विकास बजेटको दुरुपयोग, संरक्षणवाद र नातावादले ज्वरो गाड्यो। ठेक्कापट्टामा कमिसन, सरकारी जग्गाको अनियमित वितरण, सार्वजनिक संस्थानहरूमा हुने भ्रष्टाचारले देशलाई खोक्रो बनायो। विदेशी सहायताको ठूलो हिस्सा पनि लक्षित वर्गसम्म नपुगी बिचौलियाको खल्तीमा गयो। उदाहरणका लागि पञ्चायत कालमा भएका केही ठूला परियोजनाहरूमा भएको अनियमितता, जस्तै सडक निर्माण वा जलविद्युत आयोजनाहरूमा भएको भ्रष्टाचार र यसले कसरी देशको विकासलाई अवरुद्ध गर्यो भन्ने देखाउँछ। वन सम्पदाको अवैध दोहन र कालो बजारीले पनि पञ्चायत कालमा ठूलो रूप लियो। 2046 सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भयो। जनताले ठूलो आशा गरेका थिए र यो कालखण्ड पनि भ्रष्टाचारबाट अछुतो रहन सकेन। सुडान घोटाला, लाउडा काण्ड, चेज काण्ड, धमिजा काण्ड जस्ता ठूल्ठूला भ्रष्टाचारका घटनाहरूले देशलाई स्तब्ध बनायो। यी काण्डहरूमा करोडौं रुपियाँको अनियमितता भयो र यसमा उच्च पदस्थ राजनीतिकर्मी र कर्मचारीहरू मुछिए। व्हाइट बडी विमान खरिद काण्ड, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी काण्ड, एनसेल लाभ कर छली काण्ड, बुढी गण्डकी जलविद्युत आयोजना काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, यति होल्डिङ्स काण्ड, ओम्नी काण्ड जस्ता पछिल्ला घटनाहरूले त झन् भ्रष्टाचारको जालो कति गहिरो छ भन्ने स्पष्ट पारेको छ। यी काण्डहरूमा अरबौं रुपियाँको अनियमितता भएको छ र यसले देशको अर्थतन्त्रमा गम्भीर असर पारेको छ। यी त केही प्रतिनिधिमूलक उदाहरणहरू मात्र हुन्। हाम्रो सूचीमा खुमबहादुर खड्का, जयप्रकाश प्रसाद गुप्ता, चिरञ्जीवी वाग्ले, गोविन्द राज जोशी जस्ता व्यक्तिहरूले अकुत सम्पत्ति कमाएको अभियोगमा दोषी ठहर भएका घटनाहरू पनि छन्। नेपाल आयल निगम, मिलम्ची खानेपानी आयोजना, दूरसञ्चार प्राधिकरण, नेपाल ट्रस्ट, नेपाल प्रहरी, नेपाल विद्युत प्राधिकरण, नेपाल नागरिक उद्यान प्राधिकरण, नेपाल खानेपानी संस्थान, नेपाल औषधि लिमिटेड, नेपाल कृषि सामग्री कम्पनी लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड जस्ता विभिन्न सरकारी निकाय र सार्वजनिक संस्थानहरूमा भएको खरिद, निर्माण, वितरण र व्यवस्थापनमा भएका अनियमितताका घटनाहरूले भ्रष्टाचारको जालो कति व्यापक छ भन्ने देखाउँछ। चाहे त्यो स्मार्ट मिटर खरिद होस् वा रनवे मर्मत, पाइप खरिद होस् वा कच्चा पदार्थ, बिउ खरिद होस् वा कीटनाशक औषधि, टावर मर्मत होस् वा सबस्टेसन निर्माण, एयर ट्राफिक कन्ट्रोल सिस्टम खरिद होस् वा फिल्टर खरिद,
मेसिनरी खरिद होस् वा रासायनिक मल, ब्यान्डविथ खरिद होस् वा मिटर रिडिङ, ग्राउन्ड ह्यान्डलिङ होस् वा पानी प्रशोधन प्लान्ट, गुणस्तरहीन औषधि खरिद होस् वा उन्नत बिउ, रोमिङ सेवा होस् वा विद्युत चुहावट, सुरक्षा उपकरण खरिद होस् वा वितरण प्रणाली मर्मत, गोदाम निर्माण होस् वा इन्टरनेट सेवा विस्तार, विद्युत उत्पादन होस् वा विमानस्थल विस्तार, खानेपानी मुहान संरक्षण होस् वा अनुसन्धान तथा विकास, कृषि औजार खरिद होस् वा डाटा सेन्टर निर्माण, विद्युत प्रसारण लाइन निर्माण होस् वा एयरलाइन लाइसेन्स, ढल निकास प्रणाली होस् वा निर्यात प्रवर्धन, कृषि परियोजना होस् वा ग्राहक सेवा, विद्युत वितरण प्रणाली होस् वा विमान मर्मत, पानी ट्याङ्की निर्माण होस् वा उत्पादन क्षमता विस्तार, कृषि अनुसन्धान होस् वा नेटवर्क अपग्रेड, विद्युत चोरी नियन्त्रण होस् वा हवाई सुरक्षा, पानीको गुणस्तर परीक्षण होस् वा बजारीकरण, कृषि तालिम होस् वा बिलिङ प्रणाली, विद्युत महसुल निर्धारण होस् वा अन्य कुनै पनि क्षेत्र भ्रष्टाचारले आफ्नो बाटो बनाएको छ। यी सबै घटनाहरूले एउटै कुरा देखाउँछ, नेपालमा भ्रष्टाचार एउटा प्रणालीगत समस्या हो। यो कुनै पनि व्यक्ति वा संस्थाको समस्या मात्र होइन, यो त हाम्रो समाज र राजनीतिको हरेक तहमा फैलिएको एउटा क्यान्सर हो। यसले देशको विकासलाई रोकेको छ, जनतालाई गरिबी र अभावमा धकेलेको छ र अन्तर्राष्ट्रिय स्तरमा हाम्रो छवि धमिल्याएको छ। अब प्रश्न उठ्छ, यो सबै भ्रष्टाचारले हामीलाई कहाँ पुर्यायो? यसको सबैभन्दा ठुलो समस्या के हो? समस्या केवल पैसाको हिनामिना मात्र होइन, समस्या त यो हो कि यसले देशको जग नै कमजोर बनाइसकेको छ। जब देशको नेतृत्व गर्नेहरू नै भ्रष्टाचारमा लिप्त हुन्छन्, तब जनताको विश्वास तोड्छ, युवाहरूमा निराशा छाउँछ, उनीहरू विदेश पलायन हुन बाध्य हुन्छन्, देशमा लगानी आउँदैन, किनकि लगानीकर्तालाई यहाँको अस्थिरता र भ्रष्टाचारले डराउँछ। शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवाहरू पनि व्यापार बन्छन्, जहाँ पैसा हुनेले मात्र गुणस्तरीय सेवा पाउँछन्। गरिब झन गरिब हुँदै जान्छन्, धनी झन धनी। न्याय प्रणालीमाथि प्रश्न उठ्छ, किनकि ठुला माछाहरू सधैँ उम्किन्छन् र साना माछाहरू मात्र जालमा पर्छन्। यसले समाजमा असमानता बढाउँछ र अन्ततः देशको समग्र विकासलाई अवरुद्ध गर्छ। हामीले देखेका छौँ कसरी एउटा सानो भ्रष्टाचारले पनि ठुलो परियोजनालाई वर्षौं पछाडि ढकेल्छ, कसरी एउटा गलत निर्णयले लाखौं जनताको जीवनमा नकारात्मक असर पार्छ। यो केवल आर्थिक समस्या मात्र होइन, यो त सामाजिक, नैतिक, राजनीतिक समस्या हो, जसले हाम्रो राष्ट्रिय पहिचानलाई नै चुनौती दिइरहेको छ। तर यो समस्याको जरो कहाँ छ त? किन नेपालमा भ्रष्टाचार यति मौलाएको छ? यसका धेरै पाटाहरू छन्। पहिलो कुरा त हाम्रो राजनीतिक प्रणाली नै कमजोर छ। बारम्बार सरकार परिवर्तन भइरहने, अस्थिरताले गर्दा कुनै पनि योजनाले पूर्णता पाउन सक्दैन। अनि जब सत्तामा पुग्नेहरूको मुख्य ध्येय नै कसरी छिटोभन्दा छिटो पैसा कमाउने भन्ने हुन्छ, तब भ्रष्टाचार स्वाभाविक बन्छ। अर्को कुरा दण्डहीनता। यहाँ ठुला ठुला भ्रष्टाचारका काण्डहरू हुन्छन्, तर दोषीहरूलाई कारबाही हुँदैन। कानुनको हात लामो छ भनिन्छ, तर नेपालमा त्यो हात ठुलालाई छुन डराउँछ कि भन्ने जस्तो देखिन्छ। तर कोही पनि सजायको भागीदार हुँदैन, तब अरूलाई पनि भ्रष्टाचार गर्ने प्रोत्साहन मिल्छ। जे गरे पनि हुन्छ भन्ने मानसिकताको विकास हुन्छ। हाम्रो समाजमा पनि भ्रष्टाचारलाई हेर्ने दृष्टिकोण फरक छ। कोही मान्छे रातारात धनी भयो भने उसले कसरी कमायो भनेर सोध्ने चलन छैन, बरु कति भाग्यमानी भनिन्छ। इमान्दार मान्छेलाई सोझो वा असमझदार भनेर हेपिन्छ। यो सामाजिक स्वीकार्यताले पनि भ्रष्टाचारलाई मलजल गरेको छ। शिक्षाको कमी, गरिबी, बेरोजगारी जस्ता समस्याहरूले पनि मानिसलाई गलत बाटो अपनाउन बाध्य पार्छन्। एउटा सामान्य मान्छेले आफ्नो जीविकोपार्जनका लागि पनि घुस खुवाउनु पर्छ, तब उसले भ्रष्टाचारलाई सामान्यकरण गर्न थाल्छ। तर के यो समस्याको समाधान छैन त? पक्कै छ। पहिलो कुरा त राजनीतिक इच्छा शक्ति। यदि नेताहरू साँच्चै भ्रष्टाचार नियन्त्रण गर्न चाहन्छन् भने उनीहरूको कडा कानुन बनाउनुपर्छ र त्यसलाई कडाइका साथ लागू गर्नुपर्छ। मुखमा राम राम, बगलीमा छुरा भएर हुँदैन। अर्को कुरा, सुशासन, सरकारी र निकायहरूलाई पारदर्शी र जवाबदेही बनाउनुपर्छ। हरेक कामको लेखाजोखा हुनुपर्छ र जनताले सजिलै जानकारी पाउनुपर्छ। सूचनाको हक केवल कागजमा मात्र सीमित हुनु हुँदैन। न्याय प्रणालीलाई बलियो बनाउनुपर्छ। भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्छ, चाहे त्यो जतिसुकै ठुलो मान्छे किन नहोस्। कानुनको अगाडि सबै बराबर भन्ने कुरा व्यवहारमा देखिनुपर्छ। नागरिक समाजको भूमिका पनि महत्त्वपूर्ण छ। जनता सचेत हुनुपर्छ, भ्रष्टाचार विरुद्ध आवाज उठाउनुपर्छ। मेलो पालो कहिले आउँछ भनेर चुप लागेर बस्ने होइन, यो गलत हो भनेर बोल्ने हिम्मत गर्नुपर्छ। मिडियाले पनि भ्रष्टाचारका घटनाहरूलाई उजागर गर्नुपर्छ र सरकारलाई पनि
जवाबदेही बनाउनुपर्छ। शिक्षा र नैतिक मूल्य मान्यताको विकास, बालबालिकालाई सानैदेखि इमान्दारिता र नैतिकताको पाठ सिकाउनुपर्छ। पैसा नै सबै थोक होइन भन्ने कुरा बुझाउनुपर्छ। जब समाजमा नैतिक मूल्य मान्यता बलियो हुन्छ तब भ्रष्टाचार आफै कम हुँदै जान्छ। यो एक दिनमा हुने काम होइन, तर यदि हामी सबैले आफ्नो ठाउँबाट प्रयास गर्यौँ भने पक्कै पनि यो सम्भव छ। तर यो सबै सुन्दा सुन्दै हामीलाई एउटा प्रश्नले घोचिरहन्छ, के यो कहिल्यै अन्त्य होला? के हामीले साँच्चै एउटा भ्रष्टाचार मुक्त नेपाल देख्न पाउँला? जब हामी ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण जस्ता काण्डहरू देख्छौँ जहाँ नेपालका उच्च पदस्थ व्यक्तिहरू नै संलग्न हुन्छन्, तब मनमा निराशा छाउँछ। यी घटनाहरूले देखाउँछन् कि भ्रष्टाचार केवल आर्थिक अपराध मात्र रहेन, यो त हाम्रो राजनीतिको अभिन्न अङ्ग बनिसकेको छ। यो यस्तो क्यान्सर हो जसले शरीरको हरेक अङ्गलाई गाँजेको छ र यसलाई समयमै उपचार नगर्ने हो भने यसले पुरै शरीरलाई निल्नेछ। कल्पना गर्नुहोस् त, यदि घोटालाबाट लुटिएको पैसा देशको विकासमा प्रयोग भएको भए हाम्रो देश कहाँ पुग्थ्यो होला? हरेक गाउँमा राम्रो अस्पताल हुन्थ्यो, हरेक बालबालिकाले गुणस्तरीय शिक्षा पाउँथे, हरेक युवाले देशमै रोजगारी पाउँथे, हामीले विदेशिनु पर्ने थिएन, हाम्रा आमाबाबुले छोराछोरीको बाटो हेरेर बस्नुपर्ने थिएन। तर दुर्भाग्यवश त्यो पैसा केही मुठ्ठीभर मानिसहरूको महलमा, विदेशी ब्याङ्क खातामा र विलासी जीवनशैलीमा खर्च भयो। त्यसले गर्दा हामीले अवसर गुमायौँ, हाम्रो पुस्ताले दुःख पायो र आउने पुस्ताको भविष्य पनि अन्धकार बन्यो। यो केवल पैसाको कुरा होइन, यो त हाम्रो सपनाको हत्या हो, हाम्रो भविष्यको अपहरण हो। यो यस्तो अवस्था हो जहाँ जनताको रगत पसिनाको कमाइले केही भ्रष्टहरूको जीवन चम्किन्छ र इमान्दार मानिसहरू सधैँ पछाडि पर्छन्। यो यस्तो चक्र हो जसले हामीलाई सधैँ गरिबी र पछौटेपनको दलदलमा फसाइरहन्छ। अन्त्यमा यो भिडियो बनाउनुको हाम्रो उद्देश्य कसैलाई दोष लगाउनु मात्र होइन, बरु हामी सबैलाई एउटा प्रश्न सोध्नु हो, के हामी यो चक्रलाई तोड्न सक्छौँ? के हामीले आफ्नो देशलाई भ्रष्टाचारको यो दलदलबाट बाहिर निकाल्न सक्छौँ? यो काम सजिलो छैन, तर असम्भव पनि छैन। यसका लागि हामी सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ, सचेत नागरिक बन्नुपर्छ, भ्रष्टाचार विरुद्ध आवाज उठाउनुपर्छ र इमान्दारितालाई प्रोत्साहन गर्नुपर्छ। यदि हामीले यो समस्यालाई व्यवस्था गरिरह्यौँ भने यसले हाम्रो देशलाई अझ गहिरो खाडलमा धकेल्नेछ। अब निर्णय तपाईँ हाम्रो हातमा छ। के तपाईँ यो भिडियो हेरेर मात्र बस्नुहुन्छ वा यो परिवर्तनको हिस्सा बन्नुहुन्छ? यो भिडियो हेरेर तपाईँलाई कस्तो लाग्यो? तल कमेन्टमा आफ्नो विचार लेख्नुहोला र यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।